नमस्ते सबैलाई। म चाहिँ यो आज भकुण्डे 10 भन्ज्याङको डाँडामा रहेको खेल मैदानको माथिबाट रहेको पदमार्ग देखाउन गइरहेको छु। र पदमार्ग यो बाटो चाहिँ माथि उल्क्यो भने भ्यू टावर, भैरवनथान, अमलाचौर, कुसमिसेरा, जैमिनी, सिस्ती लगायतको बाहुनको दक्षिण भेग जान सकिन्छ। र कथा यात्रा नेपाललाई चाहिँ सब्सक्राइब लाइक गरिदिनु होला। र यसमा चाहिँ रेलिङ सेट एकातिरबाट आउने एकातिर जाने बाहुन चाहिँ खोजिएको छ। र यहाँनिर हिराटाल छ अनि यस्तो हिम श्रृङ्खलाबाट हिँड्छ यस्तो राम्रै यस्तो तल खेल मैदान छ, एउटा माछा उछ्रे हिमालहरू, यो मोटर बाटो छ। रेलिङकै तलको भाग खेल मैदानबाट यसरी आएको छ अनि यसरी चाहिँ यात्रा गर्न सहज हुने गरी यसरी बनाइएको छ। म चाहिँ उकालो हिँडिरहेको छु बिस्तारै भनिरहेको चाहिँ। तपाईँहरू पनि यो यात्रा गर्ने अवसर नगुमाउनु होला भन्न चाहन्छु। र छोटो मिठो छ यो यात्रा चाहिँ। भाता भैरवनथान जाने, यता बालौटे, सप्रेङ, रायडाँडा, उखुबारी, कुसी गाउँ हुँदै डमेकसम्म पनि पैदयात्रा गर्न सकिन्छ भन्दै यस्तो रमणीय स्थलको भ्रमण गर्ने अवसर नचुनाउनु भन्दै म चाहिँ सानो सर्ट भिडियोबाट बिदा हुन्छु। धन्यवाद।